जुन श्रीमानलाई जुन श्रीमतीले दुःख दिन्छ नि, तो श्रीमतीको लागि यो मेरो भिडियो है। र यो भिडियो मन पर्यो भने शेयर गर्न नबिर्सिनु होला। अरु जो श्रीमतीले श्रीमानको चित्त दुखाउँछ नि, तिनीहरू भए ठाउँमा यो मेरो भिडियो अवश्य पुर्याइदिनु होला है। सुन कान खोलेर। तिमीहरू भन्छौ नि लोग्नेलाई सधैँभरि गनगन गर्छौ नि, कहिले मेरो लागि साडी किनिदिँदैनस्, कहिले मेरो लागि मेकअपको सामान किनिदिँदैनस्, कहिले मेरो लागि पैसा पठाउँदैनस् भनेर तिमीहरू सधैँ एउटा श्रीमानलाई गनगन र पेसार र दुःख दिन्छौ नि। तर तिमीहरू कान खोलेर सुन, आफ्नो श्रीमानलाई कहिले यो सोधेका छौ, तपाईलाई आज के लाउन मन लागेको छ, तपाईलाई आज के खान मन लागेको छ भनेर आजसम्म कहिले एउटा श्रीमानलाई तिमीहरूले सोधेका छौ? छैनौ नि। तर यति कुरो याद राख, श्रीमान तिमीहरूकै लागि 3 दिनको बाटो, कहिले हैदराबाद, कहिले बेङ्गलोर, कहिले चेन्नई, यत्रो टाढा परदेश जान्छ रुँदै रुँदै। कसको लागि भन्दा आफ्नै श्रीमतीको लागि, आफ्नै परिवारको लागि। तर तिमीहरू आज जसरी श्रीमानको एउटा इज्जतमा दाग लगाउँदैछौ नि, यो कुरो तिमीहरूले समयमा थाहा पाउँछौ। र जुन श्रीमानले आफ्नो शौक पूरा नगरी श्रीमतीको शौक पूरा गर्नको लागि कति चेष्टा गर्छ र आफ्नो परिवारलाई राम्रो राख्नको लागि कति दुःख कष्ट गर्छ भन्ने कुरो नि एउटा श्रीमानको दिलमा मात्रै पसेको हुन्छ यो कुरो। र बुझ्दैनन् कोही श्रीमतीले यो कुरोलाई, खाइ नखाइ कति दुःख गर्छ भन्ने कुरो है। र कहिल्यै पनि तिमीहरूले यो नसोच्नु कि श्रीमानले आफ्नो श्रीमतीको लागि कहिल्यै केही गर्दैन भनेर। बहुत थोक गर्छ तर समयमा है। र तिमीहरू भन्छौ नि श्रीमानलाई, तैँले मेरो लागि के पो गरेको छस् र। तर तिनीहरूलाई म स्पष्ट मेरो भिडियोको माध्यमबाट के भन्न चाहन्छु भने, जुन दिन तिमीहरूको जीवनबाट सब श्रीमान एउटा जान्छ नि, त्यतिखेर तिमीहरूलाई थाहा हुनेछ कि एउटा श्रीमानको माया र एउटा श्रीमानको मूल्य र श्रीमानको इज्जत के हो भन्ने है। र जिन्दगीमा बाँचुन्जेली श्रीमानको इज्जत र सम्मान गर्ने गर, अनि हेर जीवन कति राम्रो हुनेछ है।